प्रभु जय जगदीश हरे। प्रभु का चरणों पासक हरि का चरणों पासक कति कति पार धरे। ओम जय जगदीश हरे। मन को थाला मनोहर प्रेम रूपवती प्रभु प्रेम रूपवती। भावक पुरछ मंगल भावक पुरछ मंगल आरती सबपति। ओम जय जगदीश हरे। नित्य निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी। शरणगत प्रतिपाल शरणगत प्रतिपाल सिनमय सुखराशि। ओम जय जगदीश हरे। सृष्टि लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी। भक्ति सुधा बरसाओ भक्ति सुधा बरसाओ शरण पर्यो हमें। ओम जय जगदीश हरे। पाप मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी। जीवन धन्य बनोस्त जीवन धन्य बनोस्त पद सेवा पाई। ओम जय जगदीश हरे। संख्य मसुर शरीरा को अविरल धार बहु प्रभु अविरल धार बहु। जति जति जन्म भये पर जहाँ जहाँ जन्म भये पर प्रभु माँ प्रेम रहो। ओम जय जगदीश हरे। प्रेम सही सुबह आरती जसले नित्य करो प्रभु जसले नित्य करो। दिन दिन निर्मल वंदे दिन दिन पावन वंदे तो भव सिंधु धरो। ओम जय जगदीश हरे। स्वामी जय जगदीश हरे। प्रभु जय जगदीश हरे। प्रभु का चरणों पास हरि का चरणों पास कति कति पार धरे। ओम जय जगदीश हरे। प्यारो प्यारो श्री कृष्ण हरे। दही माया राख घिउ राख जुस राख सबै राख।
तस्मैभिः तस्य ते पवित्रपदे पवित्रभूतैस्यः पुणे दक्षिणे पितृकत्रमसिः तिलसी समदेवत्व। अब चन्दन राख्नु तिलनीमा ओम गन्धद्वारा दुरादर्श नीति अनि अक्षता अक्षण्यमिव दन्त एव प्रियास्तो उसको कुशल बनाउने ओम सदार्यमं देवीं पवित्रं कुरुशासनम् ओम पूजा भूम्यै नमः सुराय नमः अनि दक्षिणतिर ओम अवाच्ये दिशे नमः पश्चिमतिर पश्चिमे दिशे नमः उत्तरपट्टि ओम उदिच्ये दिशे नमः आकाशतिर ओम ऊर्ध्वाये दिशे धेरै यमाय नमः दक्षिण र पश्चिमको बीचमा ओम नैऋत्येश्वराय निरिताय नमः पश्चिमपट्टि ओम पश्चिमेश्वराय नमः वरुणाय नमः पश्चिम र उत्तरको बीचमा ओम वायुवेश्वराय नमः वायुभ्यो नमः उत्तरतिर ओम उदिच्येश्वराय नमः कुबेराय नमः पूर्व र उत्तरको बीचमा ओम ईशानेश्वराय नमः ईशानाय नमः आकाशतिर ओम समस्त दिग्देवेभ्यो फुल अनि दुबो लिएर अनि सबैलाई स्मरण गरेर प्रार्थना गरेर बस्नु ल। अब स्वस्ति वार्ता सर्वारिष्ट शान्तिर्भवतु वदना पर्युपासते तेषां नित्यवियोक्तानां योगक्षेमं वदाम्यहं ब्रह्मेशान जनार्दनः विश्वे सर्वदा ओम मङ्गलमुहाय सायुधाय सवाहनाय एउटा टपरीमा राख्नु त सबैले तपाईले आश्विन पद्मातेः शुभे शुक्लपक्षे शुक्लै आयतः सोमवार श्रृण्वितायां चतुर्दश्यां शुभपुण्यस्थित चतुर्दश्यां अंतर्गत श्री सूर्येः मिथुन राशि स्थितेः देव द्वेष राशि स्थितेः चन्द्रमसिः तथा च अन्येषु शेषेषु ग्रहेषु तथा महाप्रति देह प्रति प्रज्वलिताङ्गत्वेन तथा च देवतानां दिव्यायाः लक्ष्य दीपदान करणन्तः तदन्ततया यथा संख्याकः अनि त्यो अर्घमा थोरै दूध राख्नुहोस्। दशम शैवाष्टाङ्गो उच्यते ओम अर्घवासाय नमः ओम मितारं गच्छ स्वाहा मितावरुणो गच्छ स्वाहा ओम अर्घपात्रसनाय नमः त्यसो राख्नुहोस्। अनि त्यसमा एउटा शुद्धं ताम्बूलं प्रतिक्रियता अनि एउटा सिक्का पैसा राख्नुहोस्। ताय सहस्रमूर्तये सहस्रपादाय सहस्ररूपावे सहस्रनाम्ने पुरुषः त्यसलाई उठाउनुहोस्। देवले हातमा राख्नुहोस्। थुप्लोको बाहिर त्रिभुज थुप्लो भित्र पर्ने गरेर ओम बिन्दु त्रिभुज भित्र पर्ने गरेर चतुर्भुज बाहिरपट्टि गोलो सर्कल सूर्यमण्डल। अब त्यसमा पूजा गर्नुहोस्। ओम आधार शक्तै नमः ओम वह्नि मण्डलाय नमः ओम मत्स्याय नमः ओम कुर्माय नमः ओम सर्वशक्ति कमलासनाय सूर्य सहस्रांशो तेजुराज जगत्पते अनुकंपाय मां भक्त्या शुक्लस्य सामर्थ्यं आयतः ताम्रवास्त्रां धनुः उत्तम कुमार ओम तथा च सपुत्र अब दिन नाम के गयो त्यहाँ भन्नु अनि एकपटक मैले कर्तालाई पूजनको विधिको बारेमा थोरै जानकारी भित्र लागेर बाँध्नु पर्यो। रातो फुललाई एकजना दिनु फुल भित्र लाग्यो सेतो र रातो दाइला दिनु। ओम कर्म साक्षिणे श्री दीपनाराय नमः फुल खाने दानं समर्पयामि। ओम कर्म साक्षिणे श्री दीपनारायणाय नमः अनि मार्जन गरे
सहस्रनाम्ने पुरुषोट युगधारणे नमः ओम नारायणाय नमः आसितं भुवनत्रयं सर्वभूतनिवासोऽसि वासुदेव नमस्तुते शुभं भवत्कल्याण भक्तिको चढाउनुस् भक्तिको पूजन भइरहेको छ ज्ञानाय त्वा दीर्घामनु प्रतिसिमाय घैण दान्दे चित्रेण पाणिनां चक्षुकेन ममयं पयो झापय सति पुनर्मा विशब्द अनि जाऊ ओम जबो छे देवरात्मते को देवता त्यसले अगाडिको 7 ठाउँको निवेशनी यथानः सर्व सप्रथा अनि आपिपल बर डुमरी पाकुरीका हुवा यतामाते जो हमस्तन्दास्तो मोस्यामु दंत दयावंत सरभुजधारी एक दंत दयावंत सरभुजधारी माथि सिंदूर मुकुट सहित मुसको सवारी माथि सिंदूर मुकुट सहित मुसको सवारी जय गुरु गणपति जय गणनाथ गणपति जय गणनाथ दर्शन दो प्रभु करुणागार दर्शन दो प्रभु करुणागार चढ़ाऊ संत करी सेवा एक मन को लड्डू चढ़ाऊ संत करी सेवा जय गुरु गणपति जय गणनाथ जय गुरु गणपति जय गणनाथ दर्शन दो प्रभु करुणागार दर्शन दो प्रभु करुणागार तिम्रो पार्वती पावा महादेवा
देऊ प्रभु करुणा गाथा दर्शन देऊ प्रभु करुणा गाथा जय गुरु गणपति जय गणनाथ जय गुरु गणपति जय गणनाथ दर्शन देऊ अनि हामी चाहिँ त्यो जिम्मेवारी उहाँलाई दिएका छौँ र साथमा शङ्ख घण्टा वनस्पति रसोद्भूतो कन्याक्तम कण्ठोत्तमम् आग्रेय सर्व शङ्ख घण्टा चाहिँ आएन नि यहाँ शङ्ख घण्टाको अवस्था के होला गणेशजीका लड्डुहरू आज बनेका रोटीहरू बनभोग दुबो राख्नु कुदाने सबैले अनि ल अब तपाईँ आमालाई गरेर ठ्याक्कै त्यो उसको कोखामा हो त्यहाँ हजुर अनुरोध गरे अनि रक्षाबन्धन अग्निस्थापना अथवा रुद्राभिषेक पनि गराउनु होला फेरि छुटेर अब हामी पूजालाई अघि बढायौँ अनि पूजाको लागि हामी मित्रको पुरा मित्रको ओम इन्द्राय इन्द्र सूर्यपतिमसे महाबल सहस्रवादाक्षद्रभावे सहस्राम्नि पुरुषाय स्वाचते सहस्रकोटि युक्तारिणे नमः ओम यमाय सोमः सुतयमाय आवाहयामि यज्ञस्मिन् यज्ञस्मिन् पूजयामि पवित्रं द्रव्यं वस्त्रं समर्पयामि ओम यमाय नमः अब उद्यो कलशमा भाद्र महिना अष्टमी तिथि रातादाधी मेघ गर्ज्यो बेसरी लौनिलो आकाशमाथि जन्म भयो कृष्णको कंसको झेलाइमा 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 जन्म भयो कृष्णको कृष्णको कंसको झेलाइमा जन्म भयो 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 कृष्णको कृष्णलाई बचाउन सुकिनी यमुना यशोदाको पास पुगे वसुदेव गोकुलमा पुगे कृष्ण गोकुलमा यमुना तरेर 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 पुगे कृष्ण गोकुलमा गोकुलमा यमुना तरेर पुगे कृष्ण 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 गोकुलमा यशोदाकी कन्यालाई वसुदेवले साटे कृष्ण छोडी कन्याली जेल जान आँटे यशोदाको काखैमा हुर्के कृष्ण बाला यशोदाको काखैमा हुर्के कृष्ण बाला
चालाले गोपिनी हैरान गोपिनीको घरैमा दही चोर्न थाले 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 गोपिनीको घरैमा घरैमा दही चोर्न थाले गोपिनीको 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 घरैमा कृष्ण बोकी बाँसुरी घुम्थे फना फना राधा पनि त्यही बेला आउँथिन् नुहाउन भेट भयो गोकुलमा राधा र कृष्णको 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 भेट भयो गोकुलमा गोकुलमा राधा र कृष्णको भेट भयो 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 गोकुलमा मुख पढ्दै कृष्ण सोध्छन् को हौ तिमी प्यारी राधा मेरो नाम हो विश्वानुकी छोरी मन चोर्ने राधिका दही चोर्ने कृष्ण 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 मन चोर्ने राधिका राधिका दही चोर्ने कृष्ण मन चोर्ने 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 राधिका गणेशजी त्यतिकन व्याहाते दन्तरे जगो श्रोता तथा लोकान कल्पया उद्यो जगोरो के रोटी अनिवार्य यिनीलाई यता सार नगरौ श्रोता तथा लोकान कल्पयन् अनि हरिताक्षरदेखि पूर्वसर्वस्थिरस्तु स्वामिनमालयम् आयत चतुर्दश्यां दक्षिणानि पुष्पाणि समर्पयामि ओम लक्ष्मीशुभदाय नमः ओम सुमते नमः ओम वीराय नमः ओम अनि त्यसैमा पूजा गर्नु है ओम धन्य ओम धन्याय नमः ईशाय नमः ओम वीरलाय नमः ओम विभाय नमः ओम भुवस्व शान्ते नमः भुवस्व यशवते नमः भुवस्व कान्ते नमः भुवस्व सत्याय नमः भुवस्व सुमनाय नमः भुवस्व नन्दाय नमः ओम ईशाय नमः ओम आकाशाय नमः ओम अनिलाय नमः ओम गोप्रियाय नमः ओम पुष्पवर्ताय नमः ओम वरुणाय नमः ओम सुरगाय नमः शेषाय नमः ओम पावयक्षणे नमः ओम विबुधाधिपाय नमः ओम मित्रे नमः ओम राजयक्ष्मणे नमः
ओम महाद्वादशादित्यो नमः आयुधानको पूजा ओम ओम अंगसाय नमः ओम गौरवाय नमः ओम भारद्वाजाय नमः ओम विश्वामित्राय नमः अब ओम धान्यमतिः दिनवै देवान् समिता हिरण्यपाणि अनि व्रतबन्धको कार्यक्रम पनि चाहिए फिल्मिनाजीसँग छान्दा जस्तो लागेको छ प्रतिमा अनि यो कर्ताहरूले Monday.
24 तीर्थ मन्दिर बनाई 24 तीर्थ मन्दिर बनाई श्री रामले रामेश्वर मन्दिर बनाई श्री रामले रामेश्वर मन्दिर बनाई रामेश्वर तीर्थ भन्ने नाउँ राखे प्रभु
ल अहिले अगाडि चाहिँ भित्र आमाले पनि यस्तो माता देवी भनेको दिनुस् माता भनेको आमा मलाई तिमीले यहाँ दिन्छ सबैले हात लगाइदिनुहोस् हो पार्वतीले हात लगाऊ तपाईँले चप्पल लाउनु भएको छैन उहाँ खोलेर यो बोरा धेरै भारी पनि बाबुहरू आफ्नो बोरामा भनेको थिएँ त्यो असफल हुन्छ है भनेर त्यो अहिले पनि गाह्रो हुन्छ जति जस्तो कहिले काहीँ भनेको पनि मान्यो भने राम्रो हुन्छ र हामी भोगी छौँ यसमा मैले सुरुमै भनेको थिएँ पल्टिन्छ धान माथि गराउनु भनेर बचेको भिक्षा छ भने सबै राखिदिनु होला अनि सम्पूर्ण श्रद्धालु भक्तजनहरू अनि अब अन्तिम पटक भिक्षा भएको कारण आफूसँग ल्याएको वस्तुहरू अनि सबै राखिदिनु होला फेरि नबोलाउनु होला समय ढिलो भइसकेको छ Yes,
ल अब भिक्षा अन्तिम पटक भएको हुनाले छिटो छिटो गरेर भिक्षा दिएर अनि पुग्यो भन्ने त 1 लाग्दैन एक लाख दिने हो भने फलन अनि गुरुलाई हो बाबुलाई पनि डाला अब कर्ताहरू एकैछिन सबै कर्ताहरू अनि यतै आउनको लागि मैले अनुरोध गरेँ एकैछिन ठुल दाइलाई पनि पठाइदिनु ईश्वर भाइ एकैछिन उहाँलाई पनि यतै अनि सुन्नु त कर्ताहरू फटाफट आफ्नो आउनु त छिटो 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 अनि यस्तो गराएर 5 चरीको कचरामा 7 चरीको कचरा 9 को 9 मा बिहान उठ्ने जब गर्न नि सिकाइदिनु सम्हाल्न आउनुपर्छ खै आउनुभयो आउने नि भएर हाम्रो त नाम अरू जोड्नु नसक्यो हजुर ज्ञानी भएर हो यथासंख्याका देवचिताली यथासंख्याका तिलाक्षितानी यथासंख्याका तन्दुलाक्षितानी यथासंख्याका पुष्पाणी यथासंख्याका वेदममहा लचोर्दिन आन्दोलनलाई रोकिन भन्नु पर्यो अब नत्र मामाहरु यही आउनु उनीलाई सहयोग गर्नु अनि एकजना यसो 32 अनि तपाईँ त्यति भक्त हो हरि कीर्तन गाऊ हरि हरि आरती को बेला भयो
हरिकै नाम भक्त जपन हरिकै नाम लेऊ हरिकै नाम भक्त जपन हरिकै नाम हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त 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 हरि पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ उनै देवी माथि दसैँ दिशा आरती 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 आरती उनै देवी माथि दसैँ दिशा 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 आरती हरि नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ हरि हरि पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ हरि हरि वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ हरि हरि उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा 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 देवी
दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ ईशान दिशामा सुलधारिणीले तिरपाला जगाऊ हरि हरि ईशान दिशामा सुलधारीले तिरपाला जगाऊ ईशान दिशाकी सुलधारिणी आकाशैमा जाऊ ईशान दिशाकी सुलधारिणी आकाशैमा जाऊ आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ हरि हरि आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ पातालैकी वैष्णवी देवी दसै दिशा जाऊ दसै दिशामा चामुण्डा माईले तिरपाला जगाऊ हरि हरि दसै दिशामा चामुण्डा माईले तिरपाला जगाऊ उनै देवी माथि दसै दिशा आरती 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 कीर्तन गाउँछौ अब त जय जय दुर्गा माता 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 कीर्तन गाउँछौ अब त जय जय दुर्गा देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा 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 ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे 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 ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा अनि चिन्ताको मावती यताको मावती त तारिख 11,000 बत्ती 108 कपुर राखिदिनु त माथिबाट कपुर सकिएपछि आफै सक्छ ल अब सङ्कल्प गर्नु त सामानहरू बस्नु है अन्तर्गत पूर्णिमा चौपने स्थितो मध्यः धनञ्जय पुत्रायः सपरिवार सहित इमां देहवर्तिं शिवः शिवस्य अर्पणमस्तु हरि ओं साक्षात् नमः यो नदी खोल्यो भने नआत्ति जस्तो एकदम हतार भएकोलाई मात्रै मैले टाइम दिएको अरूलाई होइन 5 मिनटको टाइम दिनुभयो भने छोडेका छैनौ ध्यान पुरै
ओमलाई सफल लिएर प्रार्थना गर्नु ओम सुचार परमा माध्यम जगत व्यापिनी दाम उहाँहरूबाट सुन्नु त कान्छी बुवा रुद्रीको शान्ति भयो यतातिर आउनुहोस् न उठेर हल्ला नगरिकन उठेर त्यहाँ पुग्दैन यहाँ अहिलेसम्म पर्छ ओम शान्ता मानवम सुरेशारम गगन सदृशम शुभाङ्गम लक्ष्मी कान्तं वन्दे विष्णु अनि हामी आज गर्यौं जीवबत्ती गर्यौं 84 को पूजन गर्यौं अब यसबाट धार्मिक रूपमा अनि भन्ने कुराहरूको बारेमा यहाँ सामान्य दया चर्चा गरिनेछ किनभने समयको पाबन्दी छ अहिले टाइम लाग्न सक्छ हामी त्यति धेरै गर्दैनौँ थोरै 20-25 मिनेट संक्षिप्त गरिन्छ भन्ने कुराहरू अत्यन्तै संक्षिप्त रूपमा हामी ऋषिहरूले एउटा शिव
हरि का चरण उपासक पति पति भारत रे ओम जय जगदीश हरे भक्त पुरज मंगल अविनाशी प्रभु कारण अविनाशी शरणागत प्रतिपराची ओम हर स्थिति लय कारता त्रिभुवन का स्वापर साओ शरण जगदीश हरे आसु दाता गुण अनुरूपति में हौ गुण अनुरूपति में हौ हरे हर दाता ओम जय जगदीश हरे योगा लाभय रसोधिका धर्मय जगदीश हरे सब भय हरे ओम जय जगदीश जीवन धान्य बनोज प्रभु जीवन धान्य बनोज प्रभु पद सेवा पाए ओम जय जगदीश हरे त्यसलाई गौरमजी हजुरहरूले भन्छ आमालाई अलिक हात लाग्छ देना देना निर्मल बान्धै प्रत्येक रे ओम जय जगदीश हरे ओम जय जगदीश हरे करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारवि सौवर्णे मणिरत्नखण्डरचिते पात्रे कर्पूरखण्डोज्ज्वल प्रभु स्वीकुरु गङ्गाकला तेरे बहुविधेन समर्पितं तव विभो शरीरं गृहं पूजा शुक्र शनिराहुते तव सर्वे ग्रह शान्ति भगवती को खाती भगवती को सुपा देउराली को सिद्धेश्वर महादेव को आशुतोष पशुपतिनाथ को गौ माताहरू को जय चतुराजी सिद्ध देवता को जय ल अब फुल चढाउन अनि त्यो थाल चोमे देहि अग्नेसि जन्मे तन्मा उनन्तन्मा आग्नेणः ले थोरै जन हात लगाएर कतारले लिनुहोस् आरान्तिकं भक्तजनं प्रकृतिं पापोत्थं पापकर्माणां पापात्मां पापसम्भवत् ब्रह्म पुण्डरीकाक्ष सर्वै अपहरो हर आरती दर आश्रममा जो शुक्र चाहिँ शान्तिमा आए त पूजा गर्दा चतुराजी सिद्ध देवता कर्मणि तत्सागताको सिद्धार्थं समर्पयामि तत्सत्तम श्री चतुराजी सिद्ध देवता वस्तु यसो त अनि सुन्नु त अब पूजा अर्जन गर्नुहोस् पाति मार्गमा प्रथम शुद्धता कृष्णानि संवत्सरसयाय नमः नमस्तोऽनन्ताय सहस्रमूर्तये सहस्रपादाक्ष स्वभावे सहस्राम्ने पुरुषाय स्वास्वते सप्तकोटि उद्धारणे
धन होस् थोरै भाषा जाँदा के पो लान्थे जति धन होस् थोरै भाषा जाँदा के पो लान्थे मर्नु पर्छ भन्ने बिर्से पापै गर्छ मान्छे दिन कहिल्यै जान्ने होइन थापेकै छ हात दिन कहिल्यै जान्ने होइन थापेकै छ हात पुग्यो कहिल्यै भन्ने होइन असन्तोषी जाता ओम भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो जीवन सुन्ने हो जीवन सुन्ने हो लाने आखिर सबले उही पाप र पुण्य हो हिजो थियो आफूसित दिन जानिएन हिजो थियो आफूसित दिन जानिएन आज दान गर्ने मन छ कसलाई भन्नुलिन आफ्नै घरले पनि जाजा भन्ने बेला भछ आफ्नै घरले पनि जाजा भन्ने बेला भछ घरकाले वचन लाउँदा मुटु खाँदो रहेछ ओम भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको घाम किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको घाम किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको घाम किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको घाम किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको घाम किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको घाम किन भुल्छौ राम किन भुल्छौ राम नाता गोता सब झुटा छिनभरिको घाम मेरा छोरा मेरी छोरी मेरा पत्नी पति मेरा छोरा मेरी छोरी मेरा पत्नी पति झुटा सबै इष्ट मित्र मेरा भन्नु जाति
मेरो भन्नु छैन यहाँ स्वार्थी बन्छौ किन मेरो भन्नु छैन यहाँ स्वार्थी बन्छौ किन आफ्नै भन्ने परामले त छोड्छ एका दिन ओम भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी हुन् जाँदा हुन्नन् कोही मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी हुन् जाँदा हुन्नन् कोही मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी हुन् जाँदा हुन्नन् कोही मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी हुन् जाँदा हुन्नन् कोही मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी हुन् जाँदा हुन्नन् कोही मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी हुन् जाँदा हुन्नन् कोही मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी हुन् जाँदा हुन्नन् कोही मेरो पति खोइ मेरी पत्नी खोइ बस्दा मात्रै साथी खुस्काउँदै खोलेर पिलानीको जल लिएर सर्पलाई घुमाएर भगवानका चन्द्रियारुवा मुद्यात्मनाभा प्रकृति स्वभावा करोमि यत् यत् सकलं परस्मै नारायणायति समर्पयामि ओम अच्युताय नमः ओम अच्युताय नमः ओम अच्युताय नमः अब प्रदक्षिणा चाचन् परिदायश्रेः सप्त समीरः कृता देवा ददन्वान अवदनं पुरुषं पशुं यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि तानि प्रणश्यन्ति प्रदक्षिणं पदे पदे भोग गर्नुहोस् ल होत्याप्ने अब एक पटक मात्रै समयको पाबन्दीले सुस्त राख्दै अब लुट्नु पछाडि पछाडि लुट्नुलाई हात अगाडि राखेर हैन हात अगाडि राखेर शासनका दण्डवत पर्दैन ब्रह्मा शान्ति सर्वज्ञ शान्ति शान्ति रेव शान्ति सामा शान्ति रे ओम तक्षुर देतो जायता लोक देर देनो सर्वज्वान द्वाना सो शब्दे पुराण धप्पै बलि चारै दिशा घेरी आयो काली धप्पै बलि चारै दिशा घेरी
दिन काटन गाह्रो भयो सम्झिँदाखेरि आइदेऊ भगवान आइदेऊ भगवान अज्ञानीलाई ज्ञानमा लाइदेऊ भगवान 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 हे शान्ति भन्नु कहीँ छैन अरू कसलाई भन्ने शान्ति भन्नु कहीँ छैन अरू कसलाई भन्ने हजुरको दर्शन पाए हुन्थे प्रभु धन्य चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन हे बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ सबै छोडी साथै लाने पाप धर्मै रहेछ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ
नजानेरै सुकर्मले स्वर्ग तरिन्छ रे। हरे राम हरे कृष्ण हरे राम हरि हरि हरे राम हरे कृष्ण हरे राम हरि हरि। एक दिन त जाने हो संसार छोडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि। पिंजरा तोडेर पंछी उडेर एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बासाको टोलामा लान्छन् खोलामा बासाको टोलामा लान्छन् खोलामा। भर नपर जान्छ पंछी उडेर गुणा छोडेर भर नपर जान्छ पंछी उडेर गुणा छोडेर। संसार झुलेको खै कुन्नी केमा हो संसार झुलेको किन हो चटक्कै धर्म भुलेको किन हो चटक्कै धर्म भुलेको।
माई हमारी मधुरा बदन के गिरधारी लाला माई हमारी मधुरा बदन के गिरधारी लाला सागर